दृश्यमा देखिएको यो बजार हो दाङको बबई गाउँपालिका 4 र 5 मा पर्ने हापुरे बजार। पछिल्ला वर्षहरूमा तीव्र गतिमा विकास हुँदै गएको यो बजार एक समय सानो गाउँको रूपमा परिचित थियो। अहिले व्यापार, शिक्षा र यातायातको केन्द्र बन्दै गएको छ। गाउँपालिकाको केन्द्र समेत रहेको यो ऐतिहासिक बजार, जहाँ जनयुद्धको समयमा 2060 साल साउन 32 गतेदेखि भदौ 2 गतेसम्म सरकार र तत्कालीन विद्रोही माओवादी बीच शान्ति वार्ता भएको थियो, तर वार्ता भने सफल हुन सकेको थिएन। यो बजार व्यापारिक हिसाबले पनि विकास हुँदै गरेको बजार हो। तुलसीपुर सुर्खेत सडकमा सडक आवागमन सुरु भएसँगै यस क्षेत्र व्यापारिक हिसाबले पनि केन्द्र बनेको छ। यो बजार जिल्ला सदरमुकाम घोराईदेखि 46 किलोमिटर र तुलसीपुरदेखि 20 किलोमिटर पश्चिममा रहेको छ। हापुरे आसपासका क्षेत्र खेतीपातीका लागि निकै उर्वर मानिन्छन्। यहाँ तोरी, गहुँ, मकै, धान बाली लगायत अन्न बाली उत्पादन हुन्छ। आजभोलि तोरी फुलेर हापुरे बजार वरिपरिका खेत पहेलपुर देखिन्छ, जसले बजारको सौन्दर्यलाई झनै मनमोहक बनाएको छ।